अत्यधिक एवं अप्रत्याशित मूल्य वृद्धि एवं सहित मूल्य समायोजनको सम्बन्धमा मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल मट्टितेल लगायतका इन्धन सामग्रीहरूमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्य वृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थिति पुगेको छ। इन्धनजन्य सामग्रीहरू सहित निर्माण कार्यमा प्रयोग हुने बिटुमिन, सिमेन्ट, डन्डी लगायतका निर्माण सामग्रीहरूमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्याधिक मूल्य वृद्धि र बजारमा ती सामानहरूको अभावले निर्माण उद्योग धाराशायी हुन पुगेको हो। भौतिक पूर्वाधार क्षेत्रमा आएको यस किसिमको विकराल परिस्थितिका कारण मुलुकको समग्र अर्थतन्त्र गम्भीर असर देखिन सुरु भइसकेको छ। मध्यपूर्वको युद्ध अघि फेब्रुअरी 15 मा डिजेल प्रति लिटर 139 रुपियाँ रहेकोमा हाल प्रति लिटर 225 रुपियाँ पुगेको छ भने युद्ध अघि प्रति केजी रु 75 पर्ने बिटुमिनको मूल्य हाल रु 155 पुगेको छ। निर्माण उद्योगको यो परिस्थितिका विषयमा यस महासङ्घले बारम्बार नेपाल सरकार लगायत विभिन्न निकायहरूमा पत्रचार गरे तापनि समस्या समाधान हुने गरी हालसम्म केही कार्यान्वयन नभएको बेहोरा यस पत्रकार सम्मेलनमा अवगत गराउँछु। महासङ्घका मातहतका 7 प्रदेश निर्माण व्यवसायी महासङ्घ र जिल्ला निर्माण व्यवसायी सङ्घहरूले उद्योगको जटिल समस्याहरूका विषयमा पत्रकार सम्मेलन गर्दै सम्बन्धित माननीय मुख्यमन्त्रीज्यू र प्रमुख जिल्ला अधिकारीज्यूलाई ज्ञापन पत्र बुझाइसक्दा समेत समस्या समाधानका लागि ठोस पहल नभई नेपाल सरकारले लगातार लामो समयदेखि मौखिक आश्वासन मात्र दिएको कारणले पूर्वाधार क्षेत्रका निर्माण व्यवसायीहरू र लाखौं श्रमिकहरू तथा यस क्षेत्रसँग सम्बन्धित अन्य उद्योगहरू आर्थिक रूपमा ठूलो मारमा परेका छन्। ठेक्काको मूल्य समायोजन नेपाल राष्ट्र बैंकको मूल्य सूचकाङ्क अनुसार हुने भएकोले बजारमा निर्माण सामग्रीहरूको अत्यधिक मूल्य वृद्धि भए तापनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामग्रीहरूमा न्यून वृद्धि देखाइने प्रवृत्तिका कारण निर्माण उद्योग थप पीडामा परेको छ।